त्यहाँ पुरा त्यहाँ लगेर चढ्यो अघिको पलको डर्बिन खोपै अब यहाँ पानी हालेर सल्ल मिलाइदिन्छ अलिअलि नमस्ते चितवन जिल्लामा म भक्तपुर गोर्जेरिङ कारखानाबाट चाहिँ यहाँ बहिनीलाई चाहिँ त्यो गमला 7 दिनको कार्यक्रम चाहिँ हामीले चलाइराखेका छु। अहिलेसम्म चाहिँ दिदीबहिनीले राम्रैसँग बनाइराख्नु भएको छ। यहाँ हिजोको बनाएको पनि एकदम राम्रो छ र चेलीबेटीहरूले एकदम खटेर एकदमै राम्रोसँग गरिरहनु भएको छ। अब यसरी अब लगभग 1 हप्ता गर्नुभयो भने उहाँहरूले सबै जानिने रहेछ हेर्नुहोस् है। त्यसले गर्दाखेरि अब यो चिजले चाहिँ तपाईँ किन महिलाहरूले आफ्नै घरमा पनि राम्रोसँग सजावट गरेर पनि राख्न सकिन्छ। अब जुन महिला सशक्तिकरणको लागि एउटा महिलाहरूलाई एउटा सिप सिकाउने कुरालाई लिएर यो जुन तालिम सञ्चालन भइरहेको छ, यो तालिम सम्बन्धी चाहिँ तपाईँको धारणा चाहिँ कस्तो छ र महिला सशक्तिकरणमा चाहिँ कस्तो भूमिका खेल्न सक्छ? यसले चाहिँ यस्तो महिलालाई चाहिँ यसले चाहिँ किनभने अब बाहिरको गमला किन्नु परेन हैन, त्यो किनभने आफूले घरमा बनाएर चाहिँ किनभने घर चाहिँ सजाउनु पाए। किनभने अब तपाईँको भनौँ न पैसा पनि अब किनभने अब बाहिरको किनभने पैसा लाग्यो, आफ्नो घरमा गऱ्यो भने चाहिँ कम लगानीमा चाहिँ तपाईँको भनौँ न आफ्नै घरमा गमला बन्यो। त्यसमा पनि किनभने माटोको तुलनामा चाहिँ यो धेरै नै बलियो हुन्छ हेर्नुहोस् है। किनभने अब यो बलियो हुनाले चाहिँ तपाईँको भनौँ न अब टिकाउ पनि धेरै हुन्छ। अब लगभग किनभने अब लगानी पनि बलियो भइसकेपछि घरिघरि गर्नु परेन, एकचोटि गऱ्यो पनि पुग्यो। हस् धन्यवाद।